मैले तँलाई मन पराउन भन्दा भन्दै त मेरो पछि पछि लागिरहेको छ होइन पक म आई डाई भनेको म मर्दिन्छु अब त्यसो नभन सुषमा यदि तिमी मर्यो भने म पनि बाँचेर के गर्ने म पनि यो दुनियाँ नै त्यागिदिन्छु विशाल मेरो माया दुनियाँ त्याग्ने कुरा नगर तिमी भएनौ भने त म पनि कसरी बाँचौला मेरो लागि त सुषमा क्या कुमारी छोरा तँ मर बाँच मलाई मतलब छैन है यो तेरी यो राडीलाई लगेर गइजा त मसँग नआइज त म तँलाई मन पराउन त म तँलाई माया गर्दिनँ के देख्यो विशाल त्यसले पनि तिमी दुईजना गइजाऊ भन्छ आऊ विशाल तिमी र म छुट्टै संसारमा जाऊ छुट्टै बसौँला आऊ आऊ तँलाई छुट्टै संसार बनाउनु छ भने तेरो काका गाईसँग जान म त सिर्फ मेरो सुषमासँग आफ्नो दुनियाँ बसाउँछु ए कुमारी छोरा मैले तँलाई कचोटि भन्नु म तँलाई मन पराउँदिनँ म तँलाई माया गर्दिनँ भन्दैन तँ कुमारी छोरालाई किन सम्झमा आउँदैन के किन सम्झमा आउँदैन एक त पहिले गालो त्यही माथि ठेरो त्यही माथि गन्ना आउने अनि म त जस्तासँग लाग्छु होला त मेरो त पुइ ह्यान्डसम हुनुपर्छ घोडामा आउँछ राजकुमार जस्तरी मलाई लगेर जान्छ बुझिस् तैँले देख्यौ विशाल त्यसले के भने तिमीलाई कालो गरे ठोसो गरे या गुलिया गरे तिमी मसँग आऊ तिमीलाई त म हिरा भन्छु सुन भन्छु चाँदी भन्छु तिमीलाई त मेरो राजा बनाउँछु राजा मसँग आऊ न पहिला मासाले कस्तो माटो दिने है त किन कुरा बुझ्दिनस् त मलाई राजा बनाउनु परेको छैन म त मेरो रानी मेरो सप्तो मेरो सुषमा ए लालाटी जोइका छोरा कुमारी छोरा यसले त मलाई मर्ने बाध्य बनाइसक्यो यार त यसले त मलाई उकुस मुकुस बनायो गर्मीले क्या उकुस मुकुस पाड्यो होला यही राणे छोराले गरेर आगे हे भगवान म त अब मरिजान्छु